नेपाल र चीन असल छिमेकी हुन्। यी देशहरू बीचको सम्बन्ध युगौं युग पुरानो र घनिष्ठ छ। 7औं शताब्दीमा नेपालकी लिच्छवी राजकुमारी भृकुटीको विवाह तिब्बती राजा श्रोङचङ गम्पोसँग भएको थियो। त्यो विवाहको विशेष महत्व छ। भृकुटी र श्रोङचङ गम्पोको विवाहले नेपाल र तिब्बत बीचको सम्बन्ध बलियो भयो। यसले तिब्बतमा बौद्ध धर्मको प्रचार प्रसार गर्न सहयोग पुग्यो। त्यसो त प्राचीन कालदेखि नै नेपालबाट बौद्ध ग्रन्थ, मूर्ति र भिक्षुहरू चीन र तिब्बत पुगिसकेका थिए। मल्ल राजाहरूको शासनकालमा नेवार व्यापारीहरू तिब्बतसँग व्यापार गर्दथे। नेपालले तिब्बतमा अनाज, कपडा, धातुका सामान, जडीबुटी आदि पठाउँथ्यो। तिब्बतबाट पनि नुन, ऊन, सुन आदि ल्याइन्थ्यो। 13औं शताब्दीमा चीनका मंगोल शासक कुब्लाई खानले नेपालबाट कलाकारहरू बोलाएका थिए। उनले बौद्ध धर्मप्रति आकर्षित भएर नेपाली कलाकारहरू मगाएका थिए। कुब्लाई खानको निमन्त्रणा अनुसार 1260 को दशकमा अरनिको र अन्य कलाकारहरू तिब्बत हुँदै चीन पुगे। त्यहाँ उनले श्वेत प्यागोडा र अन्य मन्दिर तथा दरबारहरू बनाए। अरनिको कला चीनमा निकै मन पराइयो। त्यसैले उनलाई चीनको युवान वंशको दरबारमा सम्मानित गरियो। अरनिकोलाई बालिबु भनेर सम्बोधन गरिन्थ्यो। यसको अर्थ प्रतिभाशाली कलाकार भन्ने हुन्छ। 19औं शताब्दीसम्म पनि तिब्बतमा नेपालको राम्रो प्रभाव थियो। विक्रम सम्वत 1845 र 1848 मा भएको नेपाल तिब्बत युद्धमा हार बेहोरेपछि तिब्बतले चीनसँग सहयोग माग्यो। त्यसपछि नेपाली सेना र तिब्बत चीनको संयुक्त फौजबीच भयंकर लडाईँ भयो। नेपाली सेनाले संयुक्त फौजलाई जित्न सकेन। त्यसपछि नेपाली सेना तिब्बतमा आफूले जितेका केरुङ र लिस्तीको ठूलो भूभाग छोडी फर्कन बाध्य भयो। विक्रम सम्वत 2049 साल असारमा नुवाकोटसम्म आइसकेको चिनिया फौजसँग नेपाली फौजको लडाईँ भयो। नुवाकोटको दुधेगढीमा रहेका नेपाली सेनाले चीनलाई हराए। यसपछि 1849 साल असोजमा नेपाल पक्ष र चिनिया पक्षबीच बेत्रावती सन्धि भयो। आधुनिक कालमा आएपछि नेपाल र चीनबीचको सम्बन्धमा निकै सुधार भएको छ। सन् 1955 मा नेपालले जनवादी गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्यो। यसले दुवै देशबीच आधिकारिक सहयोगको सुरुवात गर्यो। सन् 1960 मा नेपालका प्रधानमन्त्री बीपी कोइराला र चीनका प्रधानमन्त्री चाओ एनलाई बीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भयो। यस सन्धिमा अहिंसा, सीमा सम्मान र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति भएको थियो। सन् 1961 देखि 1963 मा भएका सीमा सन्धिहरूले माउन्ट एभरेस्ट सहितका हिमाली क्षेत्रहरूको सिमाना निर्धारण गर्यो। नेपाल र चीनबीचको सम्बन्ध द्विपक्षीय सहयोगमा आधारित छ। नेपालले एक चीन नीति अनुसार तिब्बत र ताइवानलाई चीनको अभिन्न अङ्ग मान्छ। चीनले पनि नेपालको सार्वभौमिकतालाई समर्थन गर्छ। सन् 2008 मा नेपालले तिब्बती विद्रोह दबाउन चीनलाई सहयोग गरेको थियो। सन् 2015 मा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा चीनले नेपाललाई इन्धनका रूपमा आवश्यक पर्ने पेट्रोलियम पदार्थ उपलब्ध गराएको थियो। बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् BRI अन्तर्गत चीनले नेपालमा अरनिको राजमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आदिको निर्माण गर्न सहयोग गरेको छ। 2072 सालको भूकम्प र कोरोना महामारीको बेला चीनले नेपाललाई उच्च आर्थिक सहयोग गर्नुका साथै पुनर्निर्माण र उद्धारका काममा सहयोग गरेको कुरा पनि हामीले बिर्सनु हुँदैन। नेपालका विश्वविद्यालयहरूमा चिनिया भाषा र संस्कृति सिकाउने केन्द्रहरूको स्थापना गरिएको छ। प्रतिवर्ष 2500 भन्दा बढी नेपाली विद्यार्थीहरूले चीनमा अध्ययनका लागि छात्रवृत्ति पनि पाउँछन्। नेपाल र चीनबीचको भूगोल चुनौतीपूर्ण छ। चीनसम्म जान आउनका लागि नेपालको अर्को छिमेकी देश भारत जतिको सजिलो छैन, तर पनि नेपाली र चिनिया बीच आत्मीय सम्बन्ध छ। चीन औद्योगिक राष्ट्र हो। नेपालले आफ्नो आवश्यकताका विभिन्न सामग्रीहरू चीनबाट आयात गर्छ। नेपाली व्यापारीहरू चीन पुगेर नेपालमा खपत हुने सामग्रीहरू ल्याउने गर्छन्। हरेक वर्ष उल्लेख्य संख्यामा चिनिया पर्यटकहरू नेपालमा घुम्न आउँछन्। नेपाल र चीनका शीर्ष नेताहरूबीच एकअर्को देशको राजनीतिक भ्रमण गर्ने परम्परा पनि रहेको छ। यस्तो परम्पराले दुई देशबीचको सम्बन्ध अझ बलियो हुँदै जाने विश्वास गर्न सकिन्छ। भारत र चीन दुवै नेपालका असल छिमेकी देशहरू हुन्। नेपालले आफ्ना छिमेकीहरूसँग सुमधुर सम्बन्ध कायम राखिरहनु पर्दछ। धन्यवाद।